यदि तपाईँको बच्चाको दिमाग शान्त र फोकस बनाउन चाहनुहुन्छ भने तपाईँको बच्चा जन्मेदेखि 7 वर्षको हुँदासम्म चाहिँ यो 5 कुरा चाहिँ इग्नोर नगर्नु। बोनस टिप्सको लागि भिडियो अन्तिमसँग हेर्नु होला। सबैभन्दा पहिलो र महत्त्वपूर्ण भनेको बच्चाको सुताइ र बच्चाको निन्द्रा। यदि बच्चा राम्रोसँग सुतेको छ, निन्द्रा पुगेको छ भने बच्चा एकदमै फोकस्ड हुन्छ, केन्द्रित हुन्छ र बच्चाको दिमाग एकदमै शान्त रहन्छ हैन। त्यही भएर बच्चाको निन्द्रा चाहिँ एकदमै इम्पोर्टेन्ट छ र उसको टाइम चाहिँ कि त ऊ 8 देखि 9 बजेसम्म सुतिसक्नु पर्यो र बच्चा 7 बजेसम्म उठ्यो भने र 10 घण्टाको निन्द्रा चाहिँ पुगेको छ भने चाहिँ एकदमै राम्रैदेखि चाँडै सुत्ने र चाँडै उठ्ने बानी राख्नुभयो भने बच्चाको दिमागको लागि एकदमै राम्रो। सुत्ने ढिला उठ्ने चाहिँ नगर्नु होला। अनि अर्को दोस्रो इम्पोर्टेन्ट कुरा भनेको चाहिँ बच्चाको खानापिना हैन। बच्चाको न्युट्रिसन चाहिँ एकदमै इम्पोर्टेन्ट छ यो बच्चालाई दिमाग फोकस गर्न र एकदमै शान्त पार्नको लागि हैन। उसले चाहिँ घरको खाना हैन, घरमै बनेको ताजा खाना अनि ब्यालेन्स डाइट, फ्रेस भेजिटेबल्सहरू, फ्रेस फ्रुट्सहरू चाहिँ मिलाएर दिनुभयो भने चाहिँ एकदमै राम्रो हो। अनि नो फर द प्याकेज फुड्सहरू हैन, चिप्सहरू, चक्लेट्सहरू, यो कोल्ड ड्रिङ्क्सहरू हैन, जुन चाहिँ बजारमा पाउँछ प्याकेज फुड्सहरूलाई चाहिँ इग्नोरै गर्नु होला। तेस्रो महत्त्वपूर्ण इम्पोर्टेन्ट कुरा भनेको चाहिँ शान्त वातावरण। इफ तपाईँको घरमा एकदमै शान्त वातावरण छ अनि बच्चाले आफ्नो आमा, बाबा, हजुरबा, हजुरआमा जो हुनुहुन्छ घरमा कनेक्ट गरिरहेछ हैन, राम्रोसँग खेल्छ, बोल्छ अनि मेन भनेको चाहिँ क्वालिटी टाइम स्पेन्ड गर्छ आफ्नो फ्यामिलीसँग भने चाहिँ बच्चा चाहिँ एकदमै कन्फिडेन्ट पनि हुन्छ, उसको दिमाग पनि राम्रो हुन्छ हैन। अनि सुत्नु अगाडि चाहिँ मेन भनेको चाहिँ सुत्नु अगाडि चाहिँ बच्चा चाहिँ आफ्नो आमा, बाबा, हजुरबा, हजुरआमासँग चाहिँ एकदमै क्वालिटी टाइम स्पेन्ड गरेर खेल्छ, नाच्छ, केही कुराहरू बोर्ड गेम्सहरू खेल्छ हैन। तपाईँ सबैजना एकअर्कासँग फोकस्ड हुनुहुन्छ, कनेक्ट हुनुहुन्छ भने चाहिँ एकदमै राम्रो वातावरण छ भने चाहिँ त्यो बच्चालाई हुर्किनलाई चाहिँ एकदमै। अनि अर्को महत्त्वपूर्ण कुरा भनेको चाहिँ स्वतन्त्र खेल्ने समय। बच्चालाई चाहिँ एउटा टाइम चाहिँ बेलुकाको 1 घण्टा चाहिँ बाहिर गएर उसलाई फ्रिली खेल्न दिनुहोस् हैन। उसले चप्पल लगाएको छैन भने पनि नकराउनुहोस् हैन। उसलाई चाहिँ प्रकृतिसँग चाहिँ जोडिने समय चाहिँ दिनुहोस् हैन। उसले चाहिँ खाली खुट्टा खेलेको, माटोसँग खेलेको, पानीसँग गार्डनमा खाली खुट्टा खेल्न दिनुहोस्, कुद्न दिनुहोस्, दौडिन दिनुहोस् हैन। जसले गर्दाखेरि बच्चाको नर्भस सिस्टम चाहिँ एकदमै राम्रो हुन्छ अनि बच्चाको ब्रेन डेभलपमेन्टको लागि, फोकस रहनुको लागि, कन्फिडेन्ट हुनको लागि चाहिँ एकदम अन्तिम महत्त्वपूर्ण कुरा भनेको चाहिँ बच्चाको चाहिँ एउटै रुटिन फलोअप गर्नु पर्यो कि एउटै स्केड्युल बनाउनु पर्यो र त्यसलाई नै फलो गर्दै जानु पर्यो। एउटै टाइममा सुत्ने, एउटै टाइममा खाने, एउटै टाइममा खेल्ने भयो भने चाहिँ बच्चा पनि एकदमै डिसिप्लिन हुन्छ हैन। अनि उसलाई त्यो धेरै मेसी हुँदैन, कहिले यो गर्ने कि के गर्ने, कहिले बच्चा 11 बजे सुत्यो कि कहिले 12 बजे सुत्यो, कहिले 10 बजे सुत्यो, त्यो भयो भने चाहिँ बच्चाको डिस्टर्ब हुन्छ जसले गर्दाखेरि ऊ इरिटेट हुन्छ हैन। बच्चा ट्यान्ट्रम देखाउन थाल्छ त्यो भयो भने चाहिँ हैन।